हेलो नमस्ते आशा नमस्ते नमस्ते 도파민이 터진다. 축제입니다. 축제 즐겨주세요. देख्न सक्नुहुन्छ यो केगुक थाइल्यान्डबाट पाल्नुभएका बुद्ध धर्मगुरुहरू बुद्ध धर्मका अनुयायीहरू नमस्ते। यति बेला म दक्षिण कोरियाको राजधानी स्थित डोङगुक युनिभर्सिटीको प्राङ्गणबाट यहाँहरूमाथि यो भिडियो लिएर उपस्थित भइसकेको छु र आज यहाँ चाहिँ बुद्ध जयन्तीको पूर्व सन्ध्यालाई लिएर लोटस लालटेन फेस्टिभल कार्यक्रम आयोजना भइरहेको छ र यो लोटस लालटेन फेस्टिभल कार्यक्रम चाहिँ 2 दिन हुने गर्दछ र आज भने यो डोङगुक युनिभर्सिटीको प्राङ्गणबाट लोटस लालटेन फेस्टिभल परेड सुरु भएर चाहिँ छोकेसा गुम्बाको प्राङ्गणमा गई टुङ्गिने छ भने भोलि छोकेसा गुम्बाको प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू हुने कुरा आयोजक संस्थाले हामीलाई बताएको छ। यो लोटस लालटेन फेस्टिभल विगत 1300 वर्ष अघिदेखि सुरु भइरहेको मान्यता कोरियाली समाजमा छ भने यो लोटस लालटेन फेस्टिभल सांस्कृतिक तथा धार्मिक कार्यक्रम चाहिँ युनेस्को धार्मिक तथा सांस्कृतिक विभाग अन्तर्गत पनि सूचीकृत भएको कुरा यहाँहरूलाई जानकारी दिन चाहन्छु र अबको केही बेर पछाडि नै यो लोटस लालटेन फेस्टिभल यहाँबाट सुरु भएर छोकेसा गुम्बाको प्राङ्गणतर्फ अगाडि बढ्नेछ र यसमा आज हामी कोरियाली लगायत अन्य विभिन्न देशबाट दक्षिण कोरियामा बसोबास गर्दै आएको बुद्ध अनुयायीहरूको बाक्लो उपस्थित रहेको कुरा पनि यहाँहरू देख्न सक्नुहुनेछ र हामी नेपालको तर्फबाट पनि बुद्धवाद क्रोनिक नेपाल भन्ने नाराका साथ विभिन्न कम्प्लेटहरू लिएर लालटेनहरू लिएर हामी पनि यस रेलीमा सहभागी हुनको निम्ति आज हामी डोङगुक युनिभर्सिटीको प्राङ्गणमा उपस्थित भइसकेका छौँ र यो भिडियो हेर्दै गर्नुहोला। कृपया यहाँहरूलाई कस्तो लाग्छ यहाँहरूले प्रतिक्रिया दिन सक्नुहुनेछ। हस् 지원은 사바세제 온누리의 신령의 육소 나트리의 선 어디서든 삭과 같은 서로 화합하는 환경 원과 망상으로 흔들거리는 편안하고 끊임없이 정기해 나가겠습니다. 오늘 저희들은 이 간절한 소원이 관광객이 빛이 되어 부처님께 닿기를 지극한 마음으로 바른 바옵니다. 나무하시고자 이 땅에 오셨습니다. 하지만 오늘날 우리 세상은 부처님의 가르치신 본래 면목을 보지 못하고 삼진치 삼독으로 물든 채 전도몽상하여 끊임없는 예립과 반목으로 가득 차 있습니다. 이제 뭔가 우리가 스스로 즐기는 모든 상 부처님 전에 무소부와 참에 가오니 모하는 지혜와 자비의 뜻으로 찬란한 등불을 밝혀 강령의 길을 열어주시옵소서. 예자대리하신 부처님, 천지는 하나의 뿌리요 만물이 나와 다르지 않듯이 일체가 하나임을 깨달아 시비와 분비를 떨치고 화합의 공동체로 평화롭게 살아가겠습니다. 그리하여 고통받는 세상의 모든 인연들이 내드셨네. 사방을 두루 관찰하면서 진실한 이치 아니 공복이 있으니 내 마땅히 이를 편안하게 하리라. 열애가 이 세상에 출현하시는 해탈의 길을 열어주는 예수님이 세계의 열반을
र यहाँहरूले देख्न सक्नुहुनेछ बाक्लो उपस्थित रहेको छ नेपाली कोरियन लगायत अन्य विभिन्न देशहरू विशेषतः बुद्ध अनुयायीहरूको बाक्लो उपस्थित रहेको छ र यहाँ चाहिँ कोरियाको पनि विभिन्न स्थानबाट चाहिँ आफ्नो आफ्नो गुम्बाहरूको तर्फबाट विभिन्न सांस्कृतिक तथा धार्मिक सङ्घ संस्थाहरूको तर्फबाट विशेषतः बुद्धिस्ट संस्थाहरूको तर्फबाट चाहिँ एउटा बाक्लो उपस्थिति रहेको कुरा यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। भिडियो हेर्दै गर्नुहोला, अझै पनि म देखाउने नै छु यहाँहरूलाई। र मञ्चबाट भने अहिले यति बेला केही विशेष जानकारीहरू दिने कार्यक्रम भइरहेको छ। म एकचोटि यहाँहरूलाई यो पुरो प्राङ्गण घुमेर डुलेर यहाँहरूलाई देखाउनेछु। 바른문 우주에 충만하사 안이 계신 곳 없으시고 만류에 평등하사 일체에 두루하신 부처님, 저희 사부대중은 오늘 이 자리에 함께 모여 지극한 정성으로 바른 하옵나니 무한한 자비와 강명을 비추어 주시옵소서. 복덕과 지혜를 작은 기도가 모여 यहाँनिर यो देख्न सक्नुहुन्छ तपाईँले नेपालमा देख्दा र नेपालीहरू प्युरोमा बसिराख्नु भएको छ, लालटेनहरू रेडी गरिसक्नुभएको छ, नेपालीहरू उपस्थित रहेको छ। त्यस्तै गरी अन्य विभिन्न देशका बुद्ध अनुयायीहरूको पनि 이거 좀 치워주세요. 도파민이 터진다. 축제입니다. 축제 즐겨주세요. 자, 우리 스님들, 우리 스님들 어떤지 아자. 박수 부탁드리겠습니다. 감사합니다. 국제재단이 거의 다 빠져나가고 있습니다. 그 뒤를 승가원이 준비해 각적으로 나오셔서 합천사지에 대기 좀 부탁드립니다. ल अहिले चाहिँ परेड सुरु भइसकेको छ। विभिन्न क्षेत्रबाट आउनुभएको हाम्रो श्रद्धालु भक्तजनहरू गुरुहरू परेड सुरु भइसकेको छ। केही अगाडि गइसक्नु भएको छ र यो चाहिँ कम्बोडियाको रहेछ। अनि त्यस पछाडि यहाँ हाम्रो नेपालको चाहिँ यहाँनिर छ र नेपालबाट पाल्नुभएका गुरुहरू नेपाली दाजुभाइ दिदीबहिनीहरूको बाक्लो उपस्थित रहेको छ। देख्न सक्नुहुन्छ यो चाहिँ सबै हाम्रो नेपाली ग्रुप हो है, देख्न सक्नुहुन्छ ट्याक्कै नेपाली ग्रुप। के हुँदैछ बस भन्नु है, के छ भने के हुँदैछ अध्यक्षज्यू? यता हाम्रो के हुँदैछ अध्यक्षज्यू भन्नु पर्यो। हजुर अहिले 디르리어 네탈 불교, 베트남 불교, 대만 불광산사, 방갈대시 붓다사 순서입니다. 방갈대시 붓다사 이어서 1등단이 나가도록 하겠습니다. 1등단은 먼저 총지종, 구룡사, 불광산사, 방갈대시 붓다사 순서입니다.
के छ भाइ के छ बहिनी नमस्ते नमस्ते सबैजना नमस्ते नमस्ते अरे मेरो दाजु बुद्ध जयन्तीको शुभकामना हजुरलाई पनि के छ तनिकडे दाजु अहिले हामी यो लोटस लालटिन फेस्टिभलको र्यालीमा छौँ है यो अगाडिको देखिएको र्याली चाहिँ हाम्रो नेपालको हो हजुर पछाडि भियतनामको आउँदैछ देख्न सक्नुहुन्छ यो थेगोक थाइल्यान्डबाट पाल्नुभएका बुद्ध धर्मगुरुहरू बुद्ध धर्मका अनुयायीहरू यो लोटस लालटिन फेस्टिभलमा यतिखेर दोङगुक युनिभर्सिटीबाट सुरु भएको परेड करिब तुङदेमुनको तुङदेमुन हिस्ट्री कल्चरल पार्क नजिक पुगिसकेको छ र विभिन्न देशबाट पाल्नुभएका बुद्ध धर्मका अनुयायीहरू उहाँहरूले दोङगुक युनिभर्सिटीबाट सुरु गर्नुभएको परेड सुरु भइसकेको छ र हाम्रो नेपाली साथीहरू पनि पछाडि आउने क्रम जारी नै छ कम्बोडिया थाइल्यान्ड श्रीलङ्का भियतनाम कोरियाका विभिन्न ठाउँबाट पाल्नुभएका धर्मगुरुहरूको बुद्ध धर्मका अनुयायीहरूको बाक्लो उपस्थिति रहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु यतिखेर लगभग परेडको मध्यभागमा पुगिसकेको छ परेड र यो परेड र्याली चाहिँ छोगेसा गुम्बाको प्राङ्गणमा पुगेर आजलाई स्थगित हुनेछ यो दक्षिण कोरियाको अत्यन्तै व्यस्त ठाउँ तुङदेमुन हिस्ट्री कल्चरल एन्ड पार्कको अगाडिपट्टि आइपुगेको छ र्याली र यहाँ झाँकी प्रदर्शन गरिराख्नु भएको छ र र्याली आउने क्रम जारी छ देख्न सक्नुहुन्छ धेरै टाढा पुगिसकेको छ र्यालीहरू केही र्याली पछाडि आउने क्रम जारी नै छ र यो मुख्य सहर हो मुख्य खण्ड हो दक्षिण कोरियाको राजधानीको मुख्य खण्ड र यो माथि कुनामा देख्न सक्नुहुन्छ यताबाट तपाईँको विभिन्न रथयात्राहरूको लागि तयारी अवस्थामा रहेको छ यही बेरमै अरू पछाडि आउने र्यालीहरू पनि आइपुग्नेछ र त्यस पछाडि यो क्रमशः अगाडि गएर छोगेसा गुम्बामा पुगेर समापन हुन्छ
र्याली छ। कोरियाली लगायत अन्य विभिन्न देशबाट आइपुगेका कोरियामा बसोबास गरिरहेका बौद्ध धर्म अनुयायीहरू पनि पार्टीमा उपस्थित छ। यसको र्यालीहरू परेडहरू छ। यो लोटस ल्यान्टेन फेस्टिभल करिब 83 वर्ष अगाडिबाट सुरु भएको रहेछ भने युनेस्को धार्मिक तथा सांस्कृतिक सम्पदा सूचीमा पनि यो लोटस ल्यान्टेन फेस्टिभल सूचीकृत भएको छ।
तपाईँ बेला बेलामा देखिँदै हुनुहुन्छ हजुर मलाई आज ठुलो जिम्मेवारी दिएको छ नि त त्यो भएर अगाडि पछाडि गरिरहेको छ के छ मेरो बहिनी आइपुगे ल ठिक छ कहाँमा डन्डा ओली पारामा आयो त नि भन्दा राजतन्त्रको चाहिँ विरोधी मैले त दिएँ नि त्यहाँ एकजना पार्टीलाई त्यहाँ पार्टीलाई दिएँ नि 줄 것 같은데요. 불경 국기 한번 흔들어 주세요. 우리 미얀마가 지진으로 지금 힘들어하고 있는데요. 빨리 복구되고 또 한국의 불상물도 미얀마를 위해서 많은 यति बेला परेड यो डोटाको अगाडि आइपुगेको छ है गाइस 우리 네팔 일정님들 오래 기다리셨습니다. 자, 나마스테. नमस्ते
लिएर तुङदेमुन हिस्ट्री कल्चर एन्ड पार्कबाट अगाडि बढिसकेको छौँ र हाम्रो र्याली अहिले जोट्टाको अगाडिपट्टि आइपुगेको छ। हामीभन्दा अगाडि कम्बोडियाबाट पाल्नुभएका बौद्ध अनुयायीहरू हुनुहुन्छ र हामीभन्दा पछाडि हामीभन्दा पछाडि अरू देशको हुनुहुन्छ र हाम्रो झाँकी सुरु भइसकेको छ। यति बेला हामी हिस्ट्री कल्चरल एन्ड पार्कबाट हामी तुङदेमुन अगाडि तुङदेमुनतर्फ बढ्दैछौँ। यहाँ देख्न सक्नुहुन्छ यो तुङदेमुनको सानो मन्दिरलाई। रुम्बेनीको रथयात्रा यहाँ तयारी भएर तयारी अवस्थामा। यो परेडलाई ल्याटरन फेस्टिभललाई सफल पार्नको लागि यो सडक किनारामा देख्न सक्नुहुनेछ कोरियाली लगायत विभिन्न देशबाट उपस्थित विदेशी नागरिकहरूको भव्य उपस्थिति। पक्कै पनि एउटा धार्मिक सांस्कृतिक कुराप्रति विकसित मुलुकका नागरिकहरू कति सचेत छन् भन्ने कुरा यहाँबाट पनि हेर्न सकिन्छ। यहाँहरूले देख्न सक्नुहुनेछ सडक किनारामा परेडमा सहभागीहरूको स्वागतको निमित्त उहाँहरू आफ्नो आफ्नो देशको नारा फल्ना देशबाट आउनुभएको भन्दै ताली लाउँदै चियर लिएर बसेर उठेर स्वागत गर्दै हुनुहुन्छ। ताली बजाएर हात हल्लाएर वेलकम गर्दै हुनुहुन्छ। यहाँहरू सबैमा देख्न सक्नुहुन्छ यहाँहरूले होइन। यो बुद्धवाज ग्रोन इन नेपाल भन्ने एउटा नारा पनि गुन्जायमान गरिरहेको छ नेपालले। Nepal, Malaysian, Nepal, Nepal. राष्ट्रिय झन्डा सहितको परेड अहिले तुङदेमुनबाट अगाडि बढिसकेको छ र स्थानीय नागरिकहरूले नेपाल भन्दै भव्य स्वागत गरिरहनु भएको छ। हात हल्लाएर स्वागत गरिरहनु भएको छ। देख्न सक्नुहुन्छ यहाँहरू विकसित मुलुकको नागरिकहरू आफ्नो धर्म संस्कारप्रति कति सचेत छन् भन्ने कुरा यहाँबाट पनि प्रष्ट हुन्छ। यो परेडलाई उहाँहरूले स्वागत गरिरहनु भएको छ हात हल्लाएर। अझ भन्ने हो भने विदेशी देश कुन हो त्यो देशको नमस्ते भन्दै अझै नाम लिँदै यहाँ देख्न सक्नुहुनेछ ट्राफिक व्यवस्थापन उत्तिकै भव्य छ। यो दक्षिण कोरियाको राजधानीको मध्य सडक अत्यन्तै व्यस्त सडक क्षेत्र अन्तर्गत यो र्याली भइरहेको छ र पुनः एकपटक जानकारी गराउन चाहन्छु यो युनेस्कोमा सूचीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव हो, पर्व हो र यो करिब 1300 वर्ष अगाडिबाट सुरु भएको मान्यता रहेछ र यो हरेक वर्ष बुद्ध जयन्तीको पूर्व सन्ध्यामा यो कार्यक्रम आयोजना हुने कुरा यहाँहरूलाई म पुनः जानकारी गराउन चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ चियरमा बसेर उठेर यति भव्यताको साथ हात हल्लाएर स्वागत गरिरहनु भएको छ। Nepal!
제 한국인 입장에서는 아주 다행인 것 같습니다. नमस्ते नमस्ते यो दक्षिण कोरियाको अत्यन्तै व्यस्त र मध्य सडक हो। यो देख्न सक्नुहुन्छ यति राम्रोसँगले ट्राफिक व्यवस्थापन छ अनि यो विकसित नागरिकहरूको देशको विकसित सोच हेर्नुहोस्। यो आफ्नो धर्म संस्कार संस्कृतिप्रति उहाँहरूको चेतना स्तर कहाँ छ भन्ने कुरो यहाँबाट प्रष्टै हुन्छ। उहाँहरू विदेशीहरूलाई पनि हात हल्लाएर वेलकम गरिराख्नु भएको छ, स्वागत गरिराख्नु भएको छ। अनि यो मेरो अगाडि देख्न सक्नुहुन्छ यो टिम कम्बोडियाको परेड हो र मेरो पछाडि नेपाली टिम आउँदैछ र हामी छोगेसा गुम्बाको प्राङ्गणतर्फ अगाडि बढिरहेको छौँ र यो दोङगुक युनिभर्सिटीबाट सुरु भएको यो दक्षिण कोरियाको राजधानी सौलको अत्यन्तै व्यस्त सडक खण्ड अन्तर्गतको सडकमा यो परेड हुने गर्दछ। हरेक वर्ष बुद्ध जयन्तीको पूर्व सन्ध्यामा यो परेड हुने गर्दछ। देख्न सक्नुहुनेछ उहाँहरूको कति व्यवस्थित ढङ्गले यो परेड अगाडि बढिरहेको छ। लुम्बिनीको रथ लिएर यो एउटा ठुलो टिम, नेपालीहरूको ठुलो टिम अगाडि बढिरहेको छ। यहाँ तपाईँहरूले सजिलैसँगले देख्न सक्नुहुन्छ। यो पछाडि आउने नेपाली टिम हो। लामा धर्मगुरुहरू हुनुहुन्छ, विभिन्न सङ्घ संस्थाका मान्य व्यक्तित्वहरू हुनुहुन्छ, त्यस्तै गरी उपस्थित नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। यो हेर्नुहोस्, रथको डिजाइन यति राम्रो छ, देख्न सक्नुहुन्छ। सजिलै अनुमान गर्न सडक किनारामा देख्न सक्नुहुन्छ झिलिमिली बत्ती बालिएको छ। एउटा उत्सवको रूपमा मनाइन्छ यो पर्व। साँच्चीकै एउटा धर्म संस्कार संस्कृतिप्रति सचेत देशले कुन हदसम्मको कार्यक्रम गर्न सक्छ भन्ने कुराहरू पनि यहाँबाट सजिलै अनुमान लगाउन सकिन्छ। कोरियाली नागरिकहरूको सडक किनारामा यो बाक्लो उपस्थिति अत्यन्तै भव्य छ, जहाँबाट उहाँहरूले हात हल्लाएर स्वागत गरिरहनु भएको छ, वेलकम गरिरहनु भएको छ, देख्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ कोरियाली नागरिकहरू हाम्रो किरात याक्थुङ चुम्लोङ दक्षिण कोरियाको अध्यक्ष विनोद साउदेनजीसँग हात मिलाउँदै हुनुहुन्छ। उहाँले कति मार्मिक ढङ्गले नमस्ते भन्दै एउटा आदर सम्मानको साथ बुद्धवाच ब्रोनी नेपाल भन्ने नारा पनि उहाँले सुनाउँदै हिँड्दै हुनुहुन्छ। सँगसँगै साथैमा उहाँ हुनुहुन्छ हाम्रो विनोद साउदेनजी, किरात याक्थुङ चुम्लोङ दक्षिण कोरियाको अध्यक्ष। र यो कोरियाली नागरिकहरूको यो सडक किनारामा बाक्लो उपस्थिति देखेर यहाँहरूले सजिलै अनुमान लगाउन सक्नुहुन्छ। उहाँहरू साँच्चै नै आफ्नो धर्म संस्कार संस्कृतिप्रति चाहिँ कति सचेत हुनुहुन्छ भन्ने कुरा यहाँबाट प्रष्टै हुन्छ। एउटा विकसित मुलुकको नागरिकहरूको यो भव्य उपस्थितिले साँच्चै नै संस्कार संस्कृति जोगाउनमा नागरिकहरूको पनि ठुलो महत्त्व हुन्छ, राख्दछ भन्ने कुरालाई यहाँबाट पनि सार्थकता तुल्याउने एउटा उपस्थिति भनौँ यसलाई, सजिलैसँगले अनुमान लगाउन सकिन्छ। सडक किनारा दायाँ र बायाँको किनाराहरूमा देख्न सक्नुहुन्छ यो बाक्लो उपस्थिति। यो अत्यन्तै व्यस्त सडक खण्ड हो। दक्षिण कोरियाको राजधानीको मुख्य सडक खण्ड भन्दा हुन्छ है, यो मुख्य सडक खण्ड हो। र यो दोङगुक युनिभर्सिटीबाट सुरु भएको यो यात्रा छोगेसा गुम्बामा पुगेर स्थगित हुनेछ आजको लागि। र भोलि पुनः छोगेसा गुम्बा प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरी यो लोटस लालटेन फेस्टिभल 2025 टुङ्गी परेडलाई यहाँबाट मञ्चबाट चाहिँ वेलकम गरिराख्नु भएको छ। Welcome, Nepali Buddhist believers gathering. 1990
1995년에 설립된 네팔 불교 불자본은 한국의 네팔 단체 중에서 가장 오래된 곳이죠. 네팔 불교 불자본이 굉장히 열심히 홍보하는 내용이 있습니다. 그게 뭔지 아십니까? 1997년에 연극회에 참가를 하고 나서 지금까지 한 번도 빠진 적이 없어요. They've never missed participation in this Total Science Festival. It's good to see you back again. 연극회 동참서 어서오세요. देख्न सक्नुहुन्छ हामी जोङ्गाक आइपुगिसक्यौँ र केही बेरमा हामी छोकी छाहा गुम्बाको प्राङ्गणमा पुगियो। 시민 여러분께 자랑 한번 해주세요. 예쁜 등입니다. 네, 캄보디아 전통 행렬 등입니다. 고맙습니다. यतिखेर 스테이지बाट 네, 바로 이어서 만나보실 분들 바로 네팔 불교입니다. 어서 오세요. 네, 안녕하십니까. 네, 네팔 불교 불자 모임은 1995년에 설립돼서 네팔 단체 중에 가장 오래된 불교 단체라고 합니다. 부처님 탄생지는 네팔이다라는 사실을 한국 사회에 널리 알고 있고요. 1997년 연대회 참가를 시작으로 해서 꾸준히 연대회에 빛을 밝혀주시고 있습니다. 오늘 여러분들께서 많이 참석해 주셨고 꽃을 밝혀주고 계시는데요. 부처님 눈 등이라고 해서 부처님 탄생이 네팔 국민의 마야 부인 대사들로 준비해 주셨습니다. 인사해주셔서 시민 여러분께 인사를 해주시기 바랍니다. 네, 뒤에서 끝나고 있어요. नमस्ते नमस्ते 안녕하세요. 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 너무스테. 안녕하세요. 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 तपाईँ त पुरै बाहुनसर स्टाइलमा आउनुभयो त नि कालो चस्मा लगाएर ट्याक्क। नमस्ते 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 안녕하세요. नमस्ते 안녕하십니까. 안녕하세요. नमस्ते 안녕하세요. 안녕하세요. ल फाइनल्ली हामी छोगेसा गुम्बा नजिकै आइपुगिसकेका छौँ र रथ चाहिँ हाम्रो यतै साइड लाउनु पर्ने रहेछ। भोलि यही ठाउँमा चाहिँ सांस्कृतिक कार्यक्रम हुनेछ र परेड भन्ने अलिक अगाडिसम्म जानेछ र अरू देशको पनि यो रथहरू यही व्यवस्थापन गरेको छ। यहाँ देख्न सक्नुहुन्छ कोरियाली नागरिकहरूको अत्यन्तै बाक्लो उपस्थिति रहेको छ। लाखौँको सहभागिता रहेको यो लोटस लालटेन फेस्टिभल 2025 जुन चाहिँ धार्मिक तथा सांस्कृतिक सम्पदा विभाग अन्तर्गत युनेस्कोमा पनि सूचीकृत भएको र
करिब 1300 वर्ष अगाडिबाट यो लोटस लालटेन फेस्टिभल चाहिँ पदयात्रा चाहिँ कोरियामा नियमित रूपमा हुँदै आइरहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। हात हल्लाएर स्वागत गरिरहनु भएको छ। हामी हाम्रो पदयात्रा भने अगाडि बढिरहेको छ। देख्न सक्नुहुन्छ विभिन्न बौद्ध धर्मसँग सम्बन्धित रथहरू बनाएर सजाइएको छ। आजको यो रथ यात्रामा विभिन्न देशबाट धेरैभन्दा धेरैको बाक्लो उपस्थिति र सहभागिता रहेको यो रथ यात्रा छोगेछा गुम्बाको अगाडिपट्टि आइपुगेको छ र यो छोगेछा गुम्बामा पुगेर यो रथ यात्रा टुङ्गिनेछ। हाम्रो नेपाली टिम पनि यहाँ आइपुगिसक्यो। यो अत्यन्तै व्यस्त सडक खण्ड हो। दक्षिण कोरियाको राजधानीको अत्यन्तै व्यस्त ठाउँ। देख्न सक्नुहुन्छ नेपालको झन्डा सहित बुद्धको झन्डा, नेपालको बुद्धिज्म भनेर लेखिएको पम्पलेट सहितको यो भव्य उपस्थिति, लामा गुरुहरूको बाक्लो उपस्थिति, त्यस पछाडि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको यो भिडियो हेरेर यहाँहरूलाई चाहिँ कस्तो लाग्यो प्रतिक्रिया पनि जनाउनु नभन्नु होला भन्दै देख्न सक्नुहुन्छ यो छोगेछा गुम्बा हो। दक्षिण कोरियाको राजधानीको अत्यन्तै टिम कम्बोडियाका साथीहरूले पनि आफ्नो गर्नुभएको छ। यो बाक्लो उपस्थिति यो छोगेछा मन्दिर प्राङ्गणमा यो बाक्लो उपस्थिति देख्न सक्नुहुन्छ। यो चाहिँ छोगेछा गुम्बाको मुख्यद्वार हो, प्रवेशद्वार हो, गेट हो र यो माथि देख्न सक्नुहुन्छ छोगेछा गुम्बा रहेको छ यहाँनिर। हाम्रो पदयात्रा चाहिँ छोगेछा गुम्बाको प्राङ्गणमा पुगेर अन्त्य हुन लागिरहेको छ। अब यस पश्चात भने चाहिँ हामी यहाँबाट छुट्दैछौँ। हाम्रो पदयात्रा यही समापन भएको छ। यात्रा समापन हजुर नमस्ते हजुर पदयात्रा समापन हुँदैछ। यो लालटेनहरू सङ्कलन गर्ने कार्य हुँदैछ। हस् त, यहाँहरूलाई भिडियो हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला। थ्याङ्क यू।